हेलो हेलो वेलकम टु माई ब्लग। आज फेरि मैले नयाँ ब्लग बनाउँदैछु। मेरो मामा चाहिँ सबेरै उठेर लिप्दै हुनुहुन्छ। म चाहिँ फर्स्ट टाइम सबेरै उठेर मामुले भनेको कारणले गर्दा चाहिँ खाना पकाउँदैछु। जो सबेरै उठेको चाहिँ टाइमको सदुपयोग गरेको मैले भात पकाइसकेको छु। अब चाहिँ मैले तरकारी लगाएको छु। तरकारीमा आज बेसार बढी भएर मामुले मार्छ मलाई डर लागिरहेछ। यति बेसी छ हेर्नुहोस्। बेचार कुरै छोडिदिनुहोस्। मार्छ मलाई आज मार्छ। यता भ्लग बनाउन थाले यता त तरकारी डढेर लज्जा कम गाली खाइएला। तरकारी बनाउँछु भनेको आलु त चिप्सै भएको छ। बाबाले चाहिँ साग चार्दै हुनुहुन्छ। अनि यो साग चाहिँ कहिले ठुलो होला र खाने होला भन्ने कुराले चाहिँ मलाई तनाव गरिरहेछ भन्दिने। अभी यताबाट बहिनीले साग ल्याएर आएछ। थ्याङ्क यू सो मच। कहाँ फल्याएर तरकारी चाहिँ रेडी भइसक्यो। अब चाहिँ म तरकारी निकाल्छु। मलाई चाहिँ साग अति नै खान मन लागिरहेको थियो। यो आज चाहिँ साग आएछ। थ्याङ्क यू सो मच माइजूलाई। तिमीलाई के चाहियो रे? यो कचौरा चाहिँ तपाईँले किन थाप्नु भएको? के दिने? भात खाने? र साथीहरू उहाँलाई चाहिँ भोक लाग्यो अरे। मैले भात पनि बनाएँ, दाल पनि बनाएँ, तरकारी पनि बनाएँ। अब चाहिँ म साग बनाउँछु। उहाँको बदमा चाहिँ हेर्नुहोस् है साथीहरू। उहाँ चाहिँ मसँग पढ सिक्नलाई आउँदै हुनुहुन्छ। उहाँको बदमा चाहिँ देख्नुभयो। अब चाहिँ मेरो साग पनि रेडी भइसकेको छ। अब यसपछि चाहिँ मैले अचार बनाउँछु। अब चाहिँ म अचार पिसिसकेको छु। अब यो चाहिँ अचार तिल पुदिना र टमाटर हो। अब चाहिँ मैले यो अचार पिसेर फाइनल बनाइसकेको छु। फाइनल्ली मैले चाहिँ खाना पकाएर सकिसकेँ। तर मम्मीले चाहिँ लिपेर भ्याउनु भएको छैन। अब चाहिँ एकछिनपछि हामी चाहिँ खाना खाने। अब चाहिँ म माम पक्सिँदैछु। अब चाहिँ मैले खाना पक्सिसकेँ। मलाई, मम्मीलाई र बाबालाई। यो चाहिँ मेरो माम। अब चाहिँ म माम खाँदैछु। के अरे छोरी रिसाए पनि दुई कुकुर भात गरी के हिजो म त तपाईँले पकाउनु भयो भने ध्यानै भएन। अनि तरकारी त डढे भलक बनाउने कस्या डढियो। क्या बनाउन? भलक बनाउन कस्या क्या बनाउने? मैले भिडियो बनाएको छु नि। ये बनाउन कस्या लेट भइगयो छ। नै डढिगयो छ। त्यो आमा अपरेसन गरी टाउको अपरेसन गरिआएको थियो त। त्यही हुने बनाउँथ्यो भाइ। अस्ति महिना बत्ती गयो क्या आयो घर। आयो खाना त बरु मिठो हान्ने खान्छ। अरू पनि खान्छन्। मलाई साग खान जस्तो मन लागेर थियो। ठ्याक्कै आएछ। अब मन लाग्यो त खान। नाइजो त साग कलर लगाउनु पहिल्यै लगाइहाल्नु भएछ होइन? पछि पनि कस्तो राम्रो भरिया। पछि लगाएको पनि कस्तो राम्रो भरिया। भाग्यो बिउमा आउनु पछि सकेलले। हाम्रो त पचापच जामिएर यो फुच्चामाटो भएर आयो। तलको खेतको जग्गा त भइगयो। अहिले 5 कट्ठा कति कट्ठा मल हाल्ने र?
अगर 10 पर्ने बप्पा मलाई हाल्ने पनि राम्रो हुन्छ बोइलरको यो जोग्य फुल्केन क्या हाम्रो त्यही भएर धान पनि भयो खेती पनि हुने ठुलो भयो खेती नभएन होला अहिले गर्दिनँ म चाहिँ कुखुरामा मैले माम चाहिँ खाइसकेँ माम खाएर पनि म अनि कमेरो लिन जाँदैछु जसलाई चाहिँ चुना पनि भन्ने गर्छ यो चाहिँ अब घर चाहिँ रङ्ग्याउनु पऱ्यो नि त दसैँ आइरहेको छ घर चाहिँ राम्रो बनाउनु पर्छ त्यो भएर चाहिँ तल आन्टीको घर आएको छ अरे अब चाहिँ म चुना लिन जाँदैछु बट अनि हजुरहरूकोतिर दसैँको माहौल कस्तो छ के गर्दै हुनुहुन्छ कतिको खुसी हुनुहुन्छ कतिको दुःखी हुनुहुन्छ हामी चाहिँ जस म चाहिँ धेरै खुसी छु यो चाहिँ अहिले पनि आफ्नो फ्यामिलीसँग दसैँ छ दसैँ मनाउन पाइन्छ त्यही भएर मलाई चाहिँ खुसी लागेको छ म जस्तै खुसी तपाईँहरू हुनुहुन्छ कि नै भन्नुहोला ओके मैले चुना र काँक्रा ल्याएर घरमा आइसकेँ मैले काँक्रा काटी पनि सकेँ अब चाहिँ हामी काँक्रा खान्छौँ यो चाहिँ हाम्रो काँक्रा मैले काँक्रा खाँदै हुन्छ सानो काँक्रा कस्तो छ यो चाहिँ रेडी भएको काँक्रा तितो छ त यो त मेरो पनि छिटो मेरो भए यो पनि छिटो पर्यो एक साइड तितो छ एक साइड तितो छैन भाइ थ्याङ्क यू फर वाचिङ मेरो भिडियो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोस् ल